गुड मर्निङ, नमस्ते, शुभ बिहानी जोडले म राजु राणा। आज हामी पोखरा टु ओरस्टे जाने क्रममा भालुपाडमा आइपुगेका छौँ र आज हाम्रो ओरस्टे रानासरमा हाम्रो माउलीहरू राणाहरूको कुल पूजाको निमन्त्रणामा हामी पोखरादेखि स्याङ्जा जाने क्रममा छौँ गाइज। र अगाडिको भिडियो म हजुरलाई देखाउने नै छु। र आज हामी अहिले नाउँडाँडा स्थित भालुपाडमा आइपुगेका छौँ। हाई। अब भने हामी स्याङ्जा पुगिसकेका छौँ। स्याङ्जा घुम्तीदेखि हामी ओरस्टेतर्फ लाग्यौँ र बाटोमा हामीले द्याङदी सेल्फी डाँडा क्रस गर्दै काहुलेको उकालो काटिसकेपछि हामी ओह्रालो लाग्यौँ र ओह्रालोमा हामी यो ठाउँ भन्नुपर्दाखेरि मड्किनाको नजिक हामी आइपुगेका छौँ। अहिले हामी मड्किना भन्ज्याङमा आइसक्यौँ। यो मड्किना भन्ज्याङदेखि हामी दुईवटा बाटो छ। एउटा ओरस्टेतिर लाग्छौँ भने यो तलतिर खोदी सल्लामतिर जाने बाटो हो र यतापट्टि हामी ओरस्टेतिर लाग्छौँ। बाटोको पिच यहाँ आएर समाप्त भएको रहेछ। हाम्रो पछि बुहारी तिर्सना पनि आउँदैछिन्। अब भने हामी आफ्नो घर ओरस्टे रानथरमा आइसकेका छौँ र अब हामी केही छिन फ्रेस भएपछि हाम्रो मावलीहरूको कुलेन मन्दिरतिर जानेछौँ। राणा परिवारको कुल मन्दिरमा हामी पुगिसकेका छौँ र अब भने यहाँ पूजाको तयारी चल्दैछ। यसमा भने मैले बलि दिएको भिडियोहरू बनाएको छैन, ओन्ली फोटो क्लिप मात्र लिएको छु। यसमा हजुरले देख्न सक्नुहुन्छ मन्दिरमा राणा परिवारहरू बाक्लो उपस्थिति देख्न सक्नुहुनेछ। ल आज हामी कुल पूजामा मावली घरतिर जाँदै र यहाँ हाम्रो दिदीहरू, माइजूहरू, भान्जीहरू। भान्जी नमस्ते। नमस्ते मामा। कहिले आउनुभएको भान्जी? म हिजो आएको। हिजो आएको? ए ठिकठाक आइपुग्नु भयो। ल दिदीहरू नमस्ते। जोडले। माइजू नमस्ते। आज हामी हाम्रो मावली राणाहरूको कुल पूजाको लागि हामी पोखरादेखि आएको। ल आज यता एकदम रमाइलो छ है। नमस्कार मामा। मामा नमस्कार। मामाजीको आज हामी निमन्त्रणामा कुल पूजामा पोखरादेखि आएको। हाम्रो मामा सुब्दार मेजर अनेर क्याप्टेन शेरबहादुर राणाज्यू सन्चै हुनुहुन्छ मामा? एकदम सन्चै आरामै। हजुर आरामै हुनुहुन्छ? हजुर आरामै मामा। एकदम हजुर हाम्रो निम्तोलाई स्वीकार गरेर आइदिनु भयो, यसमा धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हस् मामा। फेरि पनि आगामी दिनमा पनि शेरमा भान्जाको मिलन होस्। धन्यवाद। नमस्कार बा। अब सुरु हो? अब ए ल माइजू नमस्ते। हजुर चाहिँ हिजो आउनु भएको नि त? ए हजुर। ए हजुर। ल हामी त आइयो के अरे। ल यी बहिनी जोडले ल सुरु भयो है। बेलुका जोडले ल सुरु भएको मामा? ल है आज यो युट्युब ब्लग बन्दैछ है बहिनी? सबभन्दा फर्स्ट हो? ल गुड। ए पाहुना ल ओके। ल बहिनी ल ल हुन्छ बहिनी। ल बहिनी अब पाहुनाहरूलाई पहिला ल हुन्छ हुन्छ ल ल नमस्ते। जोडले 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 नमस्ते। ल कस्तो लागेको थियो नि हिजो? कतिखेर आइपुग्नु भयो? एकदम रमाइलो लाग्यो। हिजो साँझ आएको। साँझ आएको है। ल कुल पूजामा रमाइलो भन्दैछ है। ल यो युट्युब ब्लगमा मेरो चाहिँ
बनाएको छु है अब देख्न सक्नुहुन्छ पछि है हाम्रो दाइको युट्युबलाई सब्स्क्राइब कमेन्ट सेयर गरिदिनु होला ओके थ्याङ्क यू हाम्रो बहिनी गाउँको यहाँ कति रमाइलो भइरहेछ कुलाङ पूजामा हजुर ल हुन्छ नमस्ते नमस्ते माइजू हजुर ए हजुर नि हिजै आउनु भएको हजुर भन्दा हिजै आएको ए ल आएर यहाँ आइपुग्नु भयो नि अन्त ए ल आज चाहिँ कुल पूजाको सिलसिलामा हाम्रो माइजूहरू चितवनदेखि आउनु भएको छ हाम्रो ठुलो माइजू नमस्ते माइजू सन्चै हुनुहुन्छ माइजू हजुर सन्चै छु ए ल है आज खुसीको कुरा अब कुल पूजामा हजुरले हामीलाई निमन्त्रण गर्नुभयो हामी पनि हजुरको निमन्त्रण स्वीकार गर्नको लागि हामी पोखरादेखि आएका छौँ ल नमस्ते बहिनी आरामै हुनुहुन्छ ए ल बहिनी नमस्ते नमस्ते ए आरामै हुनुहुन्छ ल ल ल आउनुहोस् नमस्कार 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 ल के छ एकदम ठिक कतिखेर आइपुग्नु भर्खरै अहिले ए हो ए ढिलो हुनु भएको छ त 12:30 बजे हिँडेको दोस्त के छ एकदम ठिक छ हजुर हजुर ए ल ल ल अब बस्नु न होइन सुरु प्लिज क्यारी वान खै त माइजूलाई आइपुगेन बहिनी लिक्विड डिस्ट्रिब्युसनमा त होइन लिक्विड डिस्ट्रिब्युसनमा हो ए ल अब भने खाना सुरु भइसकेको छ पहिला सेलरोटी अनि खसीको मासु त्यस्तै प्रकारले यता आलुदम अनि फेरि यता अनि यता चिकन रोस्ट पनि तयार छ र यहाँ बिल्कुल तयारीको साथमा सलाद काट्दै हुनुहुन्छ हाम्रो बुवा हेलो हजुर बस्नु नि खानु हजुर खाना के खानु के खानु छ छोरा यो खालको आइदियो यहाँ होइन म आउँछु म हजुर आउनुहुन्छ यता नि सक्यो एउटा त फेरि सिट यता नि राख्नु भएको रहेछ पुरी होला छेत्री गाउँको पुरी हो हेलो एभ्रिवान कस्तो छ होइन उहाँको चाहिँ भ्लग नै छ है युट्युब च्यानल छ युट्युब सर भात खानु न खाना खानु ए माइजू नमस्ते ल खाना खानु ल मामा बुवा कतिले त्यहाँ आउनु म पाउन आउने क्रम जारी छ है ए हो 50% भइसक्यो ए लो लो पानी त्यहाँ त धारा ट्याक्रै छ ए खाना बाँड्नमा हो
बुहारी हाम्रो नाम हजुर बुहारीले बुढेलाई फिटिङ लाग्छ ए हजुर मासु बाँड्नुमा हो ए सबैले बराबर दिनु है फेरि हजुर जोडले 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 नमस्ते माइजू माइजू नमस्ते नमस्ते माइजू नमस्ते सन्चै हुनुहुन्छ नमस्ते बसौँ न ल हुन्छ दाजु जोड्ने जोडले है जोडले तपाईँलाई पनि हाम्रो यो राणा परिवारको कुलमा हार्दिक स्वागत छ है ए हे हामीलाई त ए ल ल ल भर्खरै ढिलो हुनु लिन जाम लाग्छ होला नमस्ते 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 दिदी जोडले दिदी खानु है खाना चल्न नि ल बल्ल खाना खाना ढिलो हुनुभयो हजुरहरू चाहिँ किन हो कि टाढा भएर हो ए आमा छोरी किन हुन् ढिलो यस बेलासम्म दर्शन मम्मी कति छ बुवा अझै मान्छे धेरै छ अब छैन 75% खाए अब 25% छ ए हजुर हजुर सलबाबु त आँखी आफू काट्न पर्नुभयो कता कता हिले खबर बहिनी झोडले बाजी झोडले एकदम ठिकले ठिकले हजुर कतिखेर कहिले आएको आज हजुर ए आजै आएको हो बिहान डाक्टर साहब नमस्कार है नमस्कार है सबैले हाम्रो हजुर भान्जी नमस्कार है ल ए बुवाले बल्ल 4:20 मा आफूले चाहिँ खाना खानुभएको छ सबैले खुवाएपछि
ए अझै त नि होइन सबैले खुवाइसकेपछि बल्ल 4:20 मा बल्ल हजुरले खाना खानुपर्छ है अरूले खुवाउनु पर्यो नि त ल बहिनीहरू भर्खर किन ढिलो भएको ए हजुर त्यस्तै निर्मला थापा भैरवा भालुटे कृपया आसन गरिदिनु होला त्यस्तै खत्त थापा हुनुहुन्छ भैरवा कृपया आसन गरिदिनु होला त्यस्तै धनमाया राणा बाबु हुनुहुन्छ धनमाया राणा मगरज्यू हुन्न भने कृपया परिवारको पनि प्रतिनिधिले भए पनि आसन गरिदिनु होला त्यस्तै सोमकुमारी राणा हुनुहुन्छ अनि चाहिँ कुसुम बहिनीले सहयोग गरिदिनु होला कृपया उहाँलाई खाताले अबिरले उहाँलाई स्वागत सम्मान गरिदिनु होला म तुलबहादुर राणा मगरज्यूलाई आसन गर्न अनुरोध गर्दछु त्यस्तै हुनुहुन्छ हवलदार प्रेम राणा मगर अतिथिहरूको आसन ग्रहणको कार्यक्रम र खादाको स्वागतपछि अब भने सांस्कृतिक कार्यक्रम सुरु हुँदैछ सांस्कृतिक प्रस्तुतिको पहिलो नृत्य लिएर आउँदैछन् कुसुम आले मगर अब भने नृत्य लिएर आउँदैछिन् स्वप्निल राणा मगर कहिले हुने हो सङ्गम
यहाँ आएर एकदम राम्रोसँग हामीलाई सत्कार गर्नुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यस्तै गरी यहाँहरूले एकदम रमाइलो तरिकाले आफ्नो प्रस्तुतिहरू पनि पस्कनु भयो र हामीले एकदम मनोरञ्जन पनि लिएका छौँ। त्यसको निमित्त म पुनः यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र यहाँहरू सम्पूर्णलाई राणा परिवारको तर्फबाट केही कुराहरू व्यक्त गरिदिनुको लागि म यसै राणा परिवारका हाम्रा आदरणीय बुवा क्याप्टेन शेरबहादुर राणाज्यूलाई छोटो मन्तव्य अथवा आफ्ना मनमा लागेका कुराहरू व्यक्त गर्नको निमित्त म यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। यो मेरो छोरा नरेन्द्र राणाज्यूले मलाई एक दुई शब्द राखिदिनु भन्नको लागि उहाँले मौका दिनुभयो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज मिति 2082 साल फागुन महिनाको 14 गते आज बिहिबार आज हाम्रो राणा परिवारको कुलदेवताको पूजामा रमाइलो गर्नको लागि उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो एकमुष्ट धेरै धेरै नमस्कार टक्राउन चाहन्छु। यो ठाउँमा म जन्मेकै यही घरमै हो। यही ठाउँमा जन्मे र यही घरमा आएर आज एक दुई शब्द बोल्ने चान्स पाउँदा म अत्यन्तै खुसी र आभार व्यक्त गर्न चाहन्छु। किनभने मेरो चितवनमा बसोबास गर्दै आएको छु र आज मलाई शक्ति विजय आमा समूह र मिलन युवा क्लबद्वारा सम्मान गर्नुभयो। यसप्रति पनि म शक्ति विजय आमा समूह र मिलन युवा क्लबलाई को सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। शेरबहादुर राणाज्यूलाई र अब समय पनि घर्किसकेको छ, त्यसैले हामी ढिला नगरिकन तपाईँहरूलाई हामी दान प्रदान गर्न गइरहेका छौँ। यस मिलन क्लब बहुद्देशीय भवन निर्माण सहयोगिता स्वरूप हामीले राणा भाइको तर्फबाट केही रकम सहयोग गर्न चाहेका छौँ। तसर्थ मिलन क्लब बहुद्देशीय भवन निर्माण सहयोगार्थ हामीले रु 1,01,000 मिलन क्लबलाई हामी प्रदान गर्न गइरहेका छौँ। त्यस्तै गरी शक्ति विजय आमा समूहलाई पनि हामीले एउटा सानो सहयोग प्रदान गर्न गइरहेका छौँ। तसर्थ शक्ति विजय आमा समूहलाई पनि हामीले रु 30,000 प्रदान गर्न गइरहेका छौँ। अवगत नै छ उक्त भवनको निमित्त केही रकमहरू अझै पनि अभाव परेको कारणले गर्दा हामीले उक्त रकम आज सानो रकम पनि हामीले यहाँ प्रदान गर्न गइरहेका छौँ। तसर्थ उक्त रकम ग्रहण गर्नको निमित्त म शक्ति विजय आमा समूहका अध्यक्ष र मिलन क्लबका अध्यक्षज्यूलाई म अनुरोध गर्दछु। त्यस्तै गरी दान प्रदान गर्नको निमित्त म भाइ कुमार राणा र क्याप्टेन शेरबहादुर राणाज्यूलाई म प्रदान गरिदिनुको लागि अनुरोध गर्दछु। कृपया चालीले सहयोग गरिदिनु होला। 1,01,000 त्यस्तै गरी शक्ति विजय आमा समूहको निमित्त रु 30,000 र सिरफुलबाट रु 35,700 गरी कुल 1,66,700 रुपियाँ आज राणा भाइको तर्फबाट उहाँहरूलाई प्रदान गरेको छ। तसर्थ राणा भाइ परिवारलाई पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु भने मिलन क्लब र शक्ति विजय आमा समूहको निमित्त पनि म आगामी दिनहरूमा अब भने कार्यक्रमको अन्त्यमा यसै मिलन युवा क्लबका वर्तमान अध्यक्ष श्री दीपक छेत्रीज्यूबाट शक्ति विजय आमा समूह तथा मिलन युवा क्लबलाई आर्थिक सहयोग गर्नुहुने राणा परिवारहरूलाई सम्पूर्णलाई हार्दिक शुभकामना तथा बधाई दिँदै हुनुहुन्छ। भन्दै सम्पूर्ण राणा परिवारहरूलाई हाम्रो शक्ति विजय आमा तर्फबाट र मिलन क्लबको तर्फबाट धेरै धेरै धन्यवाद र आगामी दिनहरूमा धेरै धेरै प्रगति होस् भन्दै शुभकामना दिन चाहन्छु। हस्त धन्यवाद। हस् त धन्यवाद। यतिन्जेल मेरो युट्युब च्यानल हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक वृन्दमा मेरो धेरै धेरै शुभकामना तथा आज हाम्रो मावली राणाहरूको कुलपूजाको मन्दिरमा पनि हामी दर्शन गरियो। श्री कुलदेवताले सम्पूर्ण राणा परिवारमा पनि हमेसा रक्षा गरून् र आउँदा दिनहरूमा पनि प्रगतिको कामना गर्दछु र
अन्तमा यो भिडियो हेरेर मन पराउनेहरूले लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै हजुरसँग बिदा हुन चाहन्छु। हस्त नमस्ते गुड बाई सी यू।